अनुभव अब यो गौरी कुण्डको चाहिँ लास्ट थुम्कोबाट यो चाहिँ यता के अरे दाहिनेपट्टिको चाहिँ त्यो कोल्टो लगाएपछि चाहिँ सिरोटोले पऱ्यो हानो ए अब गन्तव्यमा पुग्नु त गाह्रो पो छ क्यारे ल सकिँदैन क्यारे भनेर भन्ठान्दै आइयो आउन चाहिँ तर जुन हाम्रो गन्तव्य छ त्यो गन्तव्यमा आएपछि हाम्रो आत्मबल बढ्यो अहिले फर्किँदाखेरि चाहिँ कुनै त्यस्तो गाह्रोको फिलिङ भएको छैन आनन्द एउटा छुट्टै मन चाहिँ शान्ति भएको अनुभव ऊर्जा छपिया छ ल भरोसाको अनुभव सुनौँ अघि होइन म त जतिखेर पनि अघि नै त्यति मलाई गाह्रोको महसुस भएको होइन तैपनि यहाँ चाहिँ आयो कि भनौँ एउटा कुण्ड आउँछ त्यो आयो भनौँ फेरि अर्को कुण्ड आउँछ अर्को आयो भनौँ त्यो होइन जाँदा जाँदा बाटो हेर्दाखेरि थोरै जस्तो देखिन्छ जाँदा 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 समय धेरै लाग्दो रहेछ फेरि अहिले अर्को त के भयो भने हिउँ परेर यो गोसाई कुण्डको वरिपरि त सेताम्बे पो भएको छ त जे होस् अब महादेवको शक्तिले हामीले दर्शन गरेर आइयो दर्शन गऱ्यौँ अब हामी त तगडा भइसक्यौँ अब भएको अनुभव छोटो अनुभव सुनाइदिनु त्यहाँ चाहिँ लौरी बिनाको जस्तो लौरो चढाए नि यहाँ के दाजुभाइले चढाए होइन लौरी बिना लौरो चढाएपछि चाहिँ मलाई अलिअलि नत्र म उहाँहरू चाहिँ सँगसँगै हो है हामीसँगै आएको हो त्यहाँ चाहिँ अलि मुख सुकिआएको भयो र अलिक कठिन भयो जाँदा त्यहाँ हो कि अब केटाहरूले कति सोध्दै आयो ती हो भन्छन् ती हो भन्छन् ठेगान छैन ठ्याक्कै हामीलाई पनि त्यही अनुभव भयो उसुले ढाक्यो है यो ताल देखेपछि त आयो कि भन्नु होइन अर्को उतापट्टि ताल देखेपछि हो कि भन्नु होइन एक किसिमको अब हुसुले छोप्यो अब अन्यल नै सिर्जना गर्यो त्यति बेला गरौँ अब आउनु त म त अब 31 सालमा आएर गएको मान्छे यता होइन उताबाट हेलम्बोबाट त्यसो उठ्ने बेला हेरी त अहिले निकै परिवर्तन है उता पनि परिवर्तन भएको छ अरे यता पनि परिवर्तन यस्तो त कहाँ देखेको थियो ल धन्यवाद राम्रै होइन एउटा यात्रा हाम्रो सफल भयो होस् अब यस्तै ठाउँ आएका छौँ हामी सबैलाई सकुशलै हामी फर्किया छौँ त्यही खुसीको कुरो हो त्यही खुसीको कसैलाई पनि 12जना टिम आएको 12जना हामी सकुशल दर्शन गरेर फर्किँदैछ